मात्रै मकाउमा बस्यो अहिले हेर म यता काउ उता मकाउ वाइफाई पनि अहिले छ एकछिन छैन वाइफ पनि आज छ भोलि छैन बात त सही है सालेलाई इंग्लिशमा गाली गर्दै भन्दैछ इंग्लिश आउँदैन र मात्रै नमस्कार सबैजनालाई वेलकम ब्याक टु द माई च्यानल एन्ड अर्को रियाक्सन भिडियोमा छक्का पन्जा ट्रिलोजी भन्ने भिडियोमा चाहिँ म रियाक्सन गर्न गइरहेको छु भिडियो एकदम रमाइलो छ एकदम फनी छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त यो भिडियोको क्रेडिट चाहिँ प्रभात बस्न त जान्छ मैले यो भिडियोको ओरिजिनल भिडियोको लिंक चाहिँ म डिस्क्रिप्सन बक्समा राखिदिएको हुन्छु त्यहाँ गएर तपाईहरुले ओरिजिनल भिडियो हेरेर इन्जोय गर्न सक्नुहुन्छ ल ह्याप लाएर चाहिँ भिडियो हेर्नु त्यो छक्का पन्जा ट्रिलोजी बेस्ट अफ लाइफ फनी स्क्याम लेट्स वाच भिडियो भनेपछि छोरी माग्न आउनु भएको बिहा गर्न उमेर कति भयो त्यस्तै काटकुट पारेर 45 जति राखौ न हजुर 4 वर्ष बिहा भए त जुम्दा भत्ता आउँछ बुढा कडा अझै 2-4 वर्ष गएपछि भेट्यो बिर्दा भत्ता आइहाल्थ्यो मस्त बिर्दा भत्ता यसै गरी छोरी पाउन जा छोरी माग्न जाँदाखेरि त हामीलाई कति के छ कमाइ भन्दाखेरि बिर्दा भत्ता भन्ने बेलामा अब गयो काटकुट पारेर 45 वर्ष यो उमेरमा नि छोरी माग्न गयो भने त नि बुढा टाढो खुस्काउँछ त हो अन्त बुढा कडा दुई पैसा त आम्दानी छ तल्ला घरको पनि अस्ति मात्र मलेसिया गएको 2 लाख पठाइसक्यो त्यसको ससुले 5000 को रातो साडी लाएर लरक लरक पार्दै हिँडेको छ तिमीले देखेछौ हो र साडी हेर्नु नि खाना छोड्यो यसको साडी हेर्न लागेको नि त्यसको स्याहारी हेर्न जान लागेको नि मलाई यो छक्का पन्जाको पार्ट हो यो बुद्धि तामाङको हो यो पार्ट चाहिँ मलाई लास्टै मन परेको रहेछ तर छक्का पन्जा मलाई चाहिँ सबैभन्दा राम्रो मन परेको भने चाहिँ बुद्धि तामै कहाँ जान लागेको अरे साडी हेर्न जान आँटेको नि कस्तो साडी लगाएर आएको थियो 5000 को यस्तै चाहिँ आयो नि बाजे छाता लिन आएको रे छाता लिएर माथिबाट हामफाल्नलाई जङ्गबहादुर हो रे यो त्यही जङ्गबहादुर हो यो बाबुलाई केही थाहा छैन बाबुले नदेखिकन अब छोरी भेट्ने गएर चाहिँ बाबुले थापेर झ्याउडा हस्दै चाहिँ गाउँघरतिर चाहिँ हस्दै गरेर चाहिँ अब लुकी छोरी अर्का फेरिलाई भेट्न जाँदा चाहिँ बाबुको आमाले थाहा पाएर टाँटाबाट भागेर कुदेको है झन्नै मारे यार भन्दै हाम्रो दाइहरूले नि कुरा गर्थे हो यस्तै चाहिँ हुन्छ है रियलमा नि गाउँघरतिर उहाँले बिहा नगरेको भए रावण आउँथ्यो सीता मातालाई हरेर लान्थ्यो है बाबा रावण पनि किताबमा मात्रै आउँदो यसो हाम्रो घरतिर पनि आएको भए हुन्थ्यो हो रावण आउँदालाई स्वास्नी पनि सीता जस्तो हुनु पर्यो नि मरा रावण आउन लागेको स्वास्नी पनि सीता जस्तै हुनु पर्यो नि त अनि पनि रावण आउँछ त अब स्वास्नी चाहिँ एउटा के जस्तै अनि रावण आउँछ त त्यही त हो छक्कै पन्जा मुभी त मुन्ड्रे दामी दामी त्यतिखेर चाहिँ यो बुद्धि तामाङले चाहिँ यो भिडियोमा चाहिँ बुद्धि तामाङले चाहिँ त्यतिखेर सबै उक्स्याएर बुढीसँग पनि डराउँछस् भन्ने दिवराजगिरीले सबैले कुरा लगाएर चाहिँ बुढीलाई एक हात फर्कायो नि अर्को हातले आफू पनि फर्काउने भनेर चाहिँ साथीको कुरा सुनेर चाहिँ बुढी कुद्न उस्किन्छ है त गाउँघरतिर पनि हुन्छ नि यस्तै त साथीको लैलोमा लगाएर अरू कुरा सुनेर चाहिँ बुढी कुद्नेहरू पनि हुन्छ नि ठ्याक्कै त्यस्तै चाहिँ मैले सुनेको हिटलरको स्वास्नीले पनि तँलाई जस्तै गरी कुट्यो एक दिन हिटलरले यही रक्सी खाएर यहाँ चाहिँ रक्सी खाएर उक्साउँदैछ है साथीलाई हालेको सारा संसारलाई के गाई भ्याए रक्सी खाएरै भ्याएन हिटलर
भाउजूले एउटा कुरा गरे भने तैँले दुईटा कुरा गरे कतिवटा कुरा दुईटा कुरा ओए ओए भाउजूले एउटा कुरा भने तैँले दुईटा कुरा गर्नु भनेको ओए भनेको उसले दुईटा ओए भन्थे साथीहरू यस्तै हुन्छ नि उसकाएर साथीको लागि लाग्यो भने घरमा बिग्रिन्छ भन्ने हो थाहा हुँदैन यहाँ चाहिँ त्यस्तै त्यस्तै खालको सिन छ तर कमेडी भएर आएको छ रमाइलो छ फिल्म चाहिँ तिमीले के गरे यस्तो बाजे मेरो नाति नातिने हुँदैमा तिम्रो के बिग्रिन्छ बाजे सबबाट हानेर नाति लाग्छ के पो भन्यो छटबाट हालेर नाति नातिना हुर्किन्छ के भन्नु बुझेर हर्के हल्दार उहाँको नाम के पो मैले बिर्सेँ हर्के हल्दारमा खेल्नुहुन्छ त्यो हर्के हल्दारको चाहिँ मलाई लास्ट मन पर्थ्यो पहिला उहाँको सिरियल थियो नि कान्तिवीर भन्ने हर्के हल्दार चाहिँ आई लभ यु आफ्नो घरको स्वास्नी पनि लक्ष्मी यार त्यसको नियत नै खोज्छु अहिले त फोन पनि उठाउँदैन सालेलाई इङ्ग्लिसमा गाली गर्नु मन लाग्छ इङ्ग्लिस आउँदैन र मात्रै एउटा इङ्ग्लिसमा गाली गर्नु मन लागेको छ अरे तर इङ्ग्लिस आउँदैन के हेर्नु नत्र त इङ्ग्लिसमा टेङ 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 पारेर गाली दिनुहुन्छ बटेङ टेङ दिनु जाने माग्ने बुढा चाहिँ पहिला यो मेरी भाषामा थियो नि मेरी भाषामा चाहिँ माग्ने बुढाको काम सबैभन्दा चर्चित माग्ने बुढा होला नेपाल हाँसै कलाकारमा टेली सिरियलहरूमा पहिला टिभीमा सबैभन्दा चर्चित माग्ने बुढा त मैले पहिलोचोटि फिल्म टिभीहरू हेर्दाखेरि माग्ने बुढा आउँछ कि भन्ने सुनेको मैले टिभी अरे हो भाइहरु आज दिन्छै बिगाको औषधि भनेर राति मात्र खानलाई त्यही त नि हो रक्सी पो त जुगाको औषधिहरू राति खानलाई कसले के पो भन्थ्यो यो रक्सी खाँदाखेरि चाहिँ दिउँसो भन्दाखेरि फेरि के दिउँसो कुरिरहनु ठग्ने भने ठग्ने अब यो रक्सी जस्तै कुरो दिउँसो राति भन्ने कुरै हुँदैन त्यही टेन्सन दिउँसै भइरहेछ कसले रात कुरिरहेको छ कुर्ने त कुरै छैन टेन्सन जतिखेर हुन्छ त्यतिखेर रक्सी दिइहाल्ने तर जतिखेर त्यतिखेर चाहिँ खानु चाहिँ हुँदैन है फिल्म मात्रै हो फेरि कसैको नामको पछाडि जी लाएर तपाईँलाई मात्रै साउजी अबदेखि आइन्दा त्यो राजाको नाम दिनुभयो भने गाली गर्दा पछाडि लाउने जी लाएर बोलाउनु अबदेखि चाहिँ नाम लिनुभयो भने चाहिँ साउजीको पुस्तक चिलाएर चाहिँ लिने कडा साउजी त्यस पछाडि गाली गर्दा लाउने अर्को जी लायो भने त्यहाँदेखि साउजी त खै केजी पछाडि आफ्नै बुढी देख्दा पनि जिउै सिरिनु हुँदैन धेरै बेसी आफ्नो बुढी देख्दैन जिउ सिरिङ्गै हुने रहेछ हुन्छ कुरो कतार जानेलाई त हतार छैन कतार जानलाई चाहिँ हतार छैन र हतारमा कतार पुगेको भन्छ नि मान्छेहरू कतार जानले चाहिँ हतार छैन अरे पनि के छान्दै हिँड्यो त्यो बेला हाम्रा बाले पनि त कति छान्यो होला खासै राम्री केटी त परे होइन नि राम्रै नराम्री पनि के छान्ने र बेलामा बाले छान्यो खासै राम्रो चाहिँ परेन छ अरे कुरो त ठिकै हो तर अब यो बिहे छान्ने केटी भन्ने कुरो चाहिँ नि अब भाग्यमा कसले ल्याएछ जसलाई जुरेछ त्यसलाई मात्रै हुन्छ हेर जुरेपछि मात्रै नजुरेकोलाई चाहिँ जति नै कही गर्दैन हुँदैन त्यही अब राम्रै राम्रो के छान्नु भने नि यही यो वाइफाई र वाइफको त्यही बार हुने वाइफाई पनि अहिले छ एकछिन छैन वाइफ पनि आज छ भोलि छैन बात त सही हो यो वाइफाई र वाइफ तर उस्तै छ नि त नामहरू पनि उस्तै पराछस् पनि छ वाइफाई पनि छिनछिनमा कतिखेर वाइफाई पनि भर हुँदैन पैसा तिरिरह्यो भने वाइफाई अडिरहन्छ अब वाइफले त पैसा तिर्नु पर्दैन तर वाइफ चाहिँ किन अडिँदैन हौ धेरै कुरो तर वाइफाईलाई चाहिँ पैसा तिर्यो भने चाहिँ अडिन्छ है फेरि वाइफाई चाहिँ तर मैले अहिलेसम्म आमाको एक्टिङै गरेको छैन तिमीलाई मैले बिहेमा एकछिन आइदेऊ भने बच्चै पाइदेऊ भने होला त्यही बिहेमा एकछिन यसो आइदेऊ मुख देखाइदेऊ यसो नाटक गरिदियो पो भने बच्चै पाइदियो भने त्यहाँ होइन नि
यो फिल्म चाहिँ कुन रहेछ यो फिल्म चाहिँ मैले हेरेर नि छु यार कुन फिल्म होला ल कमेन्ट गरौँ है यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राकोट आलु जस्तो देख्ने यो मान्छे को नि हेरे त्यो यस्तै हुन्छ तर कसैले चाहिँ यो कोट पेन जति नै चट्ट बडक झट्ट लाग्यो भने कोट पेन चाहिँ यो कसैले मरिगयो सुहाउँदैन है फेरि सुहाउनेलाई चाहिँ झट्ट हो हेर त आज बेहुला जस्तै देखेछ भन्छ कोही बेला चाहिँ सुहाउँदैछ भने हेर त यति राम्रो कोट लाउँदा नि चोर जस्तै देखेछ भन्छ त्यस्तै I am Mangnapura. I am from Kathmandu. I am international mama. You insult me. I have the consultancy for higher education. IELTS and TOEFL. You understand chartered accountant? यो अन्डरस्ट्यान्ड सार्कै त फेरि यतिखेर चाहिँ म चाहिँ मामा चाहिँ कता अस्ट्रेलिया कता पठाउनु हुन्छ भागेरै कता गएको हुन्छ यो स्किनमा भागेर कुन गाउँमा जाँदाखेरि चाहिँ यता भेट्छ नि तामाङलाई भेट्छ अनि अहिले तामाङबाट भएको छ नि कता हुन्छ एक पाइल ल्याकपछि पुङ्गोमा खाइदिए हिँड्नु पऱ्यो चुबी खाना छ्याग कुटी थुरी नाउँदै खाइदिए हिँड्नु पऱ्यो चुबी बुझ्यो त मैले जाउँले त्यही भएर यो भाषा भन्ने कुरो मान्छेलाई गाह्रो बनाउनु होइन साह्रो बान्नु होइन मान्छेले भाषा बुझ्नको लागि भनेर चाहिँ अब त्यो सिकाउनु शिक्षा दिन खोजिरहेको छ यो भिडियोबाट चाहिँ भाषा चाहिँ कसैलाई गाह्रो बनाउनु चाहिँ हुँदैन अरे क्या भाषा भनेको चाहिँ बुझ्नको लागि हो मान्छेले गाह्रो बनाउनको लागि चाहिँ होइन अरे भन्ने कुरो हुन्छ बिहा दर्ता गर्नु पर्यो रे बिहा दर्ता भनेको प्रक्रिया अनुसार हुन्छ भनेपछि यो फ्ल्याट कहाँबाट हुन्छ यसरी चोर झैँ सुटुक्क लुकेर आउने के दर्ता गर्ने पनि पञ्चे बाजा बजाएर आउँछ तिम्रो कुरो पनि ठिकै हो है पाला अब त्यस्तै कुरो त ठिकै हो अब बेजार गाएर जानु पनि अब पञ्चे बाजा बजाएर जाने कुरो त भएन कुरो ठिकै हो कसै त बाजे नबजे आउँछ भन्थे यहाँ त बाजे सहित आउँछ दशा बाजा बजाएर आउँदैन है साथीभाइ भन्छ नि हाम्रो गाउँघरतिरको चलन यो चाहिँ पुरानो उखान थियो दशा चाहिँ हेर नानी बाबु हेर केटाकेटी हो यो दशा भन्ने कुरो बाजा बजाएर आउँदैन भन्छ नि गाउँघरतिर त्यस्तै हो यहाँ चाहिँ बाजा बजाएर आएछ कहिले सिङ्गापुरको गेस्ट हाउसमा बस्यो कहिले हङकङको होटलमा बस्यो अस्ति मात्रै मकाउमा बस्यो अहिले हेर म यता काउ उता मकाउ कस्तो मिलाएछ फेरि उता मकाउ यता म यता उता काउ मकाउ गयो त यति मिलाएछ उसले मिलेछ के त मस्त गाउँमा नाइजु भने तल मैले चोरा आउँछ सुकाउनु पर्छ अरे कति कराउनु भएको खाना दिनु न जे सुनाउनु छ पछि सुनाइ हुँदैन सुन्दै खानुहुन्न कानमा हुल्ने हो र भाइरो खराब पानी छ कुरो त ठिकै हो त भात कानमा हुने हो र सुन्दै खाँदा नि भइयो सुन्दै बोल्दा पनि भइयो फेरि यो भात खाँदैन चाहिँ नकराउनु भन्छ नि त हाम्रो गाउँघरतिर त त्यो भात खाने बेलामा कति किचकिच गरे भन्छ नि भात खाने बेला चाहिँ नकराउनु भन्छ नि के हेर नि यो सिरो काममा बोर्डर हो याद राख्नु तिमीले नेपालीको ठुलो बेइज्जत गर्यो एउटा नेपालीको अपमान वाइ त्यत्रो सहरमा त चढ्न सक्ने नेपालीले अब एउटा सिरप चढ्न सक्दैन होला खतम टाटा बाई बाई त्यत्रो हिँड्न चढ्ने 4848 मिनट चढ्ने मान्छे ज्याएपछि सिधै नाग्ने कुन टोली कुरो नागिसक्यो फिट्टै नागिदिइहाल्छ ईशा झारीलाई भनिहालेको आँसु झऱ्यो अब क्या मलाई बनाइ छ अब नजाएगा अस्ट्रेलिया नआएगा आकाश हेर मेरो गालाको दुर्भाग्य अहिले भिसा लागेको थियो भने भान्जीको भेटिन्थ्यो नि च्वाप अहिले भिसा लागेको थियो नि भान्जीको भेटिन्थ्यो नि अरे क्वाप मामाले भान्जी कि चाहियो इयरिङमा फेटेमा
कुरो त ठिकै हो अब देखि अब बाबु आमा हो त आमा होइन नि बाबु हो नि बाबु हो यार हमले अब यहाँ अर्को बिहा देख्ने हाम्रो बाउको बिहा मेरो बालाई छैन मुसा हजुर बिचरा मेरो बा आजीवन बिहे नगरी कुमारी भएर मरे अनि तमलाई चाहिँ के बड्डा भैँसीले पायो बाउ चाहिँ आएर भएर तँलाई चाहिँ के भैँसीले पायो त त्यही त यार बाउ कुमारै फेरि छोरो जन्मियो भन्छ कसरी भाइ यो हुनै सक्दैन कस्तो चिलाले उडुसै है के जेलमा उरुस नभएर हात्ती घोडा हुन्छ त अरे कमेडी नि अरे कमेडी पिस है त्यही त नि जेलमा हुने भनेकै त्यही मुडुस हामीलाई हात्ती घोडे हुन्छ त्यो अब हात्ती त उता जङ्गलतिर हुन्छ त्यो हात्ती बाघ जेलमा त त्यही उडुसै राम्रै केटी देखे कि बिगर्ती हाल्ने सोधखोज गर्नु पर्दैन हुन त राम्रै केटी देखेपछि सबैको मन पग्लिन्छ मेरै पग्लेला वा श्रीमान के पग्लेला मन बिल्डै भयो होइन भन्छ नि मन अब राम्रै केटी देखेपछि मन चाहिँ सबैको पग्लिन्छ बुढा भेडा केटाकेटी केटाहरू झन् नपग्लिने कुरै भएन सबैको पग्लिन्छ सोमत छैन श्रीमानलाई भन्छ भन्ने बानी सारालाई भन्दा भन्ने भइरहेको एक दिन ससुरालीमा जाँदाखेरि ससुरालाई नै भान्जा छोडिदिन्छु हो यस्तो बानी चाहिँ बस्छ नि कुनै थिएको हुन्छ नि कुनै कुरा अब धेरैचोटि बोलिसकेपछि चाहिँ बेला बेलामा बोल्दाखेरि त्यो निक्लिहाल्छ क्या धेरैचोटि बोल्दाखेरि त्यो बानी हुन्छ नि थिएको कुनै एउटा कुरा बोलिरहँदाखेरि चाहिँ भान्जो अब जति पनि भान्जो भन्नु पऱ्यो ससुरालाई नि भान्जो ठोक्दैछ अनि उहाँलाई श्रीमान भन्नुहोस् बाजे होइन लोग्ने बित्तिको 25 वर्ष भयो मैले उमेर त कसैलाई श्रीमान भनेको छैन अब यो को मान्छेलाई म श्रीमान भन्छु आफ्नै चाहिँ प्यारा मेरो आफ्नै चाहिँ हानी कोर्टकै जजलाई अब श्रीमान आफ्नो श्रीमान भन्नुपर्ने नबुझेर हो अब आमाहरूले बुझ्दैनन् नि त कुरो त्यसो भए यो फिल्मले के खोजिरहेको गीत खोज्नु परेन ताल खोज्नु परेन रेडियो भएर फाट्यो बज्यो भने कुरो त ठिकै हो त अब बिहान अब त्यति ठोकेर हुन्छ त्यति अब तुल खोज्नु पऱ्यो सुर खोज्नु पऱ्यो ताल खोज्नु पऱ्यो अनि पो हुन्छ त्यही कुरो त गम्भीर हो अन्त यार कस्तो देखिएछ एउटा फोटो काकासँग खिचेको थिएँ यस्तै आएको थियो घोर अपमान भयो यहाँ बुढा र बुढी फोटो खिचेको कस्तो आएको छ भन्दाखेरि काकासँग खिचेको थियो त्यस्तै आएको छ हेर त अब यस्तै बेला त के हेर्ने गाह्रो छ बुढेसकालमा बिहे गर्दैन गाह्रो छ मेरो यो बानीले गर्दाखेरि सबै साथीहरूले मलाई चेटी भन्छ त्यो यो चेटी भनेको जोइटिग्री भन्या नि जेटी भनेको जोइ टिग्रे भनेको अरे जेटी भन्ने नाम त नागरिकतामा मात्र होला जस्तो भइसक्यो क्यारे त नाम त नागरिकता मात्र होला जस्तो भइसक्यो होइन के खोज्छ यसले मासु छ कि भनेर खोज्यो नि मासु छैन आमा गीतहरू दसैँ हो र मासु नभए भात त मलाई साह्रो देखाएको लाग्छ गाह्रो मासु लभरजीको कसैलाई चाहिँ मासु चाहिँ लास्टै मनपर्छ क्या मासु नभए चाहिँ भातै रुच्दैन मलाई पनि तर मासु चाहिँ मनपर्छ मासुसँग चाहिँ भात दाल चाहिँ मासु चाहिँ हुन पर्यो आएर बिहा गर्नु पर्दैन बिहा गरी मासु खानु पाइन्छ ससुरालीमा त पाइन्छ होला नि ससुरालीमा एक दिन मासु खानु पाइन्छ त्यसको सट्टा 364 दिन स्वास्नीले मेरो मासु खान्छ कुरो त्यसै रहेछ नि धेरै केटाहरूले बिहे नगर्नु कारण पनि त्यही होला क्या अब ससुरालीमा मासु भात खानु पाइन्छ तर वर्ष दिनमा एकचोटि तिरै ब्याक्छुमा 365 दिन स्वास्नीले मासु खान्छ कुरो चाहिँ कडो आयो कडो ले कहाँबाट कसको कानै उठाएर ल्याएको खसीको कान काटेर लिएर आएछ बाङ्गो बुढा मासु लग्यो भने चाहिँ त्यस्तै हुन्छ हेर कहाँबाट खसीको जिउँदै खसीको कान काटेर लिएर आएछ
दुई दिन होइन खसीको कान काटेर दौडिन्छ गाउँमा कति खसीको कानै छैन क्या कुरा गरे हाम्रो लागि चिज खानै नपाउनु के भनिस् खसीको कान काम लाग्दैन अनि के काम त हेर बाबु कानका जम्मा दुईटा काम एउटा सम्चा सुन्ने अर्को चस्मा अरे खसीले न सम्चा सुन्छ न चस्मा लाउँछ अनि के काम लै तर डाइलेक्ट चाहिँ कस्तै मिलाएर ल्याएछ कानको दुईटा काम हुन्छ सुन्ने समाचार सुन्ने कुरो त ठिकै हो अब खसीले न चस्मा लाउँछ न समाचार सुन्छ खसीलाई कान किन चाहियो खसीको कान जति काट्ने खाने खसीको कानको कामै छैन भन्ने कुरो हो थाहा छ बाजे मलाई तपाईँको टुप्पी कस्तो मनपर्छ नि मेरो भन्दा राम्रो मेरो त आँखै छैन यो बाजेको त छैन कि क्या हो मन भने कैसे लोग रहते हैं यार बाजेको त छैन कि क्या लास्टमा यस्तैहरू त मन भने केटीहरू मन चोर्न पनि कस्तै सिपालु हुन्छन् भने फेरि ज्वाइँले बहिनीलाई के छ राम्रो असाध्यै राम्रो तर अलिकति मिलेन छ मान्छेलाई कसरी पर्छ भनेर सिकाउनु आएको म त ज्वाइँले चाहिँ बहिनीको त कुटेपछि त बुहारी चाहिँ कसरी कुट्नुपर्छ भनेर सिकाउन आएको दाजुभाइ भने फेरि त्यस्तो हुन्छ है फेरि बहिनीलाई ज्वाइँले कुटेको फेरि ज्वाइँ फेरि भन्दैन दाजुभाइ गएर ज्वाइँलाई चाहिँ लिन्छ फेरि लाला दे पासो समझ रहे हो बात झ्यालमा बसेर के खोजिरहेको थिएछ नेटवर्क खोजिरहँदा है भित्रै बसेर खोज नेटवर्क बाहिरको नेटवर्कको भार हुँदैन कुरो सही नेटवर्क भनेको भित्रै बसेर खोज्छ बाहिर नेटवर्क त भर हुँदैन परिचय गर्न मन लाग्यो म तपाईँको घरमा आउँदैछु किन के थियो अङ्कल ले घरमा अब माग्न आउँछ भनेको अरू किन के थियो र अन्केल घोर पेछ यस्तै भयो अब डाडीमै पाइन्छ त मऱ्यो भाइ हेर त्यो साथीहरू हाँसेको साथी I said, read my hand. You know nothing about me. You think you can do anything? Madagascar, what do you think you are? Don't you have anything better to do? First learn to love yourself. के नै भन्छु भन्दै आउने अनि यहाँ इङ्ग्लिस बुझेको भन्ने अब के नै भन्छु भनेर राखेको नि अब इङ्ग्लिस अब खुद्ले भाङ्गो बुझेन राजाले कहाँबाट इङ्ग्लिस भन्नु त अब चुप्प बोल्न नसक्ने राजा बोल्नलाई बुझ्नुपर्छ कि नै ट्याटा भाइ त्यही त केही बोल्नलाई केही जवाब दिन त पहिला बुझ्नु पऱ्यो नि त अब खुद्ले भाङ्गो केही बाज होइन इङ्ग्लिसबाट गाली दिएर कोही के भन्यो इङ्ग्लिस नबुझेपछि यस्तो हुन्छ साह्रो समस्या हुन्छ यो भाषा अघि भन्दै थियो नि भाषा भनेको गाह्रो भएर होइन साह्रो भने सजिलो भने बुझ्नको लागि यो भाषा भने तपाईँले मास्टर यसले के भन्नु गयो हिसाबमा गाली गरे भए भनिदिन्थ्यो र अङ्ग्रेजीमा पढु समझ्यो अरे भनिदिन्थ्यो अब अङ्ग्रेजीमा पऱ्यो अब के भन्ने ढाड सड्के चाहिँ क्या भरे आज बुढाको नमस्कार हनुमान जी पहाड जो उठाउनु भएको छ नमस्कार हनुमान जी अरे को हनुमान भाइ को हनुमान पहाड जो उठाउनु भएछ है त्यो भातको रास उठाएको रहेछ नि त नमस्कार हनुमान जी अरे खाता केटा बाई अधिकारी नमस्कार अधिकारी भन्छ नाकमा पुष्टकारी जस्तो छ अधिकारी भन्छ नाक त पुष्टकारी रहेछ यो कस्तो खालको अधिकारी परेछ त हो त Alright, thank you so much. Thanks for watching. भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला यो भिडियो क्रेडिट प्रभात बस्नेतलाई जान्छ र
यो ओरिजिनल भिडियोको लिङ्क चाहिँ म डिस्क्रिप्सन बक्समा राखिदिन्छु, त्यहाँ गएर तपाईँहरूले फुल भिडियो हेर्न सक्नुहुन्छ है त। भिडियो एकदम रमाइलो छ। अनि भिडियो हेर्नुभयो भने त्यहाँ भिडियोलाई यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला भन्दै बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद।